यो 10 रुपियाँ कसले झारेको यो बारीमा कसले झारेको यो मुजी भेटाइसकेपछि कम्तीमा हैन 2-4 लाखै भेटाउनु आइफोन त किन्थे म हैन एउटा बाइक किन्थे आने ओ मुस्कानले आने बोल ठक्का मासाला मैले अघि बिहान मात्रै 10 रुपियाँ पैसा भेटाएर गोजीमा हालेको थिएँ नि साथी हैन भेटाको क्लिप पनि हेर्नुभयो अगाडि हैन त्यो पैसाले भर्खर मात्रै हुँदैछ क्या भर्खर त्यो पैसासँगै 30 रुपियाँ पैसा थियो त्यो पनि गायब भयो हराएर खोलामा काम बग्यो सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई चेम्जाङ ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिकै छु र लामो समयपछि नयाँ भिडियोको साथमा उपस्थित भएको छु यदि च्यानलमा नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु होला र आज भिडियो यस्तो बवाल बनेको छ सबैले माया गरिदिनु सपोर्ट गर्नु होला हैन साच्चै नै बवाल बनेको छ सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नु होला यस्तो बवाल भएको छ थम्बनेल अनि हाइलाइट हेरेर पनि थाहा पाइसक्नु होला आजको भिडियो के कस्तो छ भनेर हैन यदि भिडियो मन पर्छ भने एक लाइक एक कमेन्ट र च्यानलमा चाहिँ एक सब्सक्राइब गर्नु होला अब धेरै नबोलिकन लेट्स सी इन्जोय द भिडियो गाइज थेत्तेरीका यार पैसा भेटाएपछि कम्तीमा यार 2-4 लाखै भेटाउनु नि हैन कि यो 10 रुपियाँ कसले झारेको यो बारीमा कसले झारेको यो मुजी भेटाइसकेपछि कम्तीमा हैन 2-4 लाखै भेटाउनु आइफोन त किन्थे म हैन एउटा बाइक किन्थे कि हराउनेले पनि धेरै हराउनु यो बारीमा 10 रुपियाँ कसले झार्यो होला हैन अलिअलि भिजेको पनि छ सायद रातिको हिटले पनि होला भेटेको पैसा लानु हुँदैन भन्छ तर पैसा त पैसा हो नि त साथी हैन ल साथीहरु ल धेरै वर्ष पछाडि म चाहिँ पौडी खेल्न गइरहेको छु हैन यहाँनिर पौडी खेल्ने यहाँ सुलुपुती खेल्ने हो सुलसुले दाउमा आएको छु आज बिन्दास गरी पौडी खेल्ने हो हैन कति वर्ष भएको थियो नि त मैले पौडी नखेलेको आज चाहिँ व्यापक पौडी खेल्ने हो अनि पौडी खेल्नको लागि खासै दहहरू पनि छैन पहिला हामी सानो हुँदा त थियो अहिले त अनि यो हाम्रो सुलसुले द कस्तो मजाले सिलिपेती खेल्ने ठाउँ छ नि ओरिजिनल स्विमिङ पुल हो क्या यो अब पौडी खेलेको त भिडियो देखाउन सक्दिनँ त्यही पनि है अब थम्बनेल हेर्नु न है लास्टै मजा आयो पौडी खेल्न चाहिँ हैन धेरै समय पछाडि मैले चाहिँ खोलामा यसरी पौडी खेलेको त्योभन्दा अगाडि मैले निकै भएको थियो पौडी नखेलेको अनि एकदमै मजा आयो एकदमै फ्रेस फिल भइरहेको छ मलाई चाहिँ हैन सो यो खोलाहरूसँग धेरै कुराहरू जोडिएको छ मेरो बाल्यकाल यहीँ बित्यो बाल्यकालमा हामी कति पौडी खेल्थ्यौँ अहिले त छैन खोला आयो भने पनि त्यस्तो रमाइलो हुँदैन पहिलाको जस्तो केटाकेटीमा धेरै रमाइलो हुन्थ्यो क्या अनि सो मलाई यो ठाउँमा आउँदाखेरि हैन यो ठाउँमा चाहिँ मलाई सानो हुँदाखेरि एकचोटि एउटा ठुलो ढुङ्गाले किचेको पनि छ माछा समाउने क्रममा चाहिँ ढुङ्गा मुनि पसेर समाउनु खोज्दाखेरि त्यो ढुङ्गा झरेर यो दाहिने पाटो एकदमै कुटिराखेको थियो हैन एकदमै सेफ तरिकाले हैन माछा समाउन खोजिरहेको थिएँ तै पनि मलाई ढुङ्गाले किचेर चाहिँ बवाल भएको छ क्या सो त्यही नै हो अनि आज चाहिँ एकदमै लामो समय पछाडि दामी तरिकाले पौडी खेल्यो मजा पनि आयो आनन्द पनि आयो पहिला बाल्यकालको त्यो कुराहरू पनि याद आयो हैन त्यही नै हो साथी अनि मैले भ्लग चाहिँ स्टार्ट गर्छु भनेर आज भ्लग खिच्छु भनेर सोचेको थिएँ तर यतिकै भ्लग स्टार्ट भइगयो क्या
सो त्यही नै हो, माया गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला है। ठोक्का मासाला मैले अघि बिहान मात्रै 10 रुपियाँ पैसा भेटाएर गोजीमा हालेको थिएँ नि साथी होइन, भेटाएको क्लिप पनि हेर्नुभयो अगाडि होइन। त्यो पैसाले भर्खर मात्रै हुँदैछ क्या, भर्खर त्यो पैसासँगै 30 रुपियाँ पैसा थियो, त्यो पनि गायब भयो क्या, हराएर खोलामा कहाँ बग्यो। त्यही भएर पैसा भेटायो भने मलाई कहिले फाप्दैन क्या, कि त के न के हराउँछ कि डबल हराएर जान्छ भने। अहिले पो यसो नुहाइसकेर यसो गोजीमा हात हाल्छु, अघि त पैसा थियो भन्छ होइन, जम्मा 40 रुपियाँ पैसा हरायो क्या माया कसम। त्यही भएर पैसा म कहिले टिप्दिनँ क्या। अनि के छ केटा हो, कहाँ हिँड्यो? खोला हिँडेको? के पौडी खेल्न आएको? ऊ त्यो कसको छोरा हो? को हो? यहाँ आएछ त? यो को पो? टाक्लु भन्ने यही हो? आमा यो यत्रो भयो, बस त। हो टाक्लु भन्ने? यहाँ आइज न। यो मान्छे होइन पहिला सानो थियो क्या, अहिले पनि मासु खाँदैनौ? प्योर भेजी हो? टाक्लु भन्थ्यौ होइन, सानो थिइस् नि होइन त आइज न। केटाकेटीहरू पनि खोला आएछ क्या, हामी पनि सानोमा यस्तरी खोला आउँथ्यौँ भेलिएर क्या, सबैजना भेलिएर आउँथ्यौँ क्या। कहिले गोठाला गर्न आउँथ्यौँ त कहिले घाँस दाउरा गर्दै खोला आउँथ्यो, यसरी पौडी खेल्थ्यौँ। अघि म पौडी खेलेको ठाउँमा चाहिँ यिनीहरू पनि पौडी खेल्न जाँदैछ क्या। अनि जुन एउटा सानो बच्चा थियो नि उसलाई चाहिँ हामी सानोमा टाक्लु भन्थ्यौँ क्या। उसले चाहिँ मासु भन्ने चिज सानैदेखि खाँदैन थियो, अनि म चाहिँ मासु खाऊँ न हिँड मेरो घर, म तँलाई मासु दिन्छु भन्दै जिस्काउँथेँ क्या। अहिले त्यत्रो भएछ क्या, ठुलो भइसकेछ। अनि सो त्यही नै हो साथी हो, मैले के कुरा गर्दै थिएँ भने अब मेरो पैसा हरायो क्या, 40 रुपियाँ पैसा कहाँ हरायो अब यार। रिचार्ज किन्न ठ्याक्कै 10 रुपियाँ थप्दा त रिचार्ज आउँथ्यो नि त। अब 10 रुपियाँ भेटाएँ, मसँग 30 रुपियाँ थियो, 30 रुपियाँ भयो 40 रुपियाँ भएको थियो। अब भरे भोलितिर 10 रुपियाँ थपेर रिचार्ज लाउनु पऱ्यो भनेर सोचिरहेको थियो। तर पौडी खेल्दा अब निकाल्नै बिर्स्यो क्या, गोजीदेखि कहाँ गयो मासला, म त रुन मन लाग्छ यार। त्यही भएर म होइन झरेको पैसा बाटोतिर झरेको थियो, थोरै पैसा थियो भने टिप्न मन नै लाग्दैन क्या। किनकि यस्तो घटनाहरू मैले धेरै भ्योरेको छु कि एउटा सामानले अर्को सामानलाई बोकेर लान्छ, मतलब हरै जान्छ क्या मेरो चाहिँ। पैसाहरू भेट्यो भने, पैसाहरू टिप्यो भने चाहिँ होइन जति भेटाएको त्यसको डबल उठाएर लान्छ क्या। के हो क्या म्यादर स्ट्यान्ड देखायो, स्ट्यान्ड अझै हाने, अझै निस्केर हाने, अझै अलिक खतरा देखाउ न, अलिक खतरा देखाउ। ए हाने दामी स्टोन चाहिँ देखाउँदैछ क्या यहाँनिर। ओ फेरि देखा, भएन त्यो भएन, अलिक भएन। ओइ अलि उच्चाबाट हान्न, उहाँबाट उयो यता माथि माथलो हो, त्यहाँबाट देखा त। हो केही छैन, अघि मैले हानेको त्यहाँबाट। सबैजनाले आएर हान न त्यहाँबाट। केटाले स्टोन देखाउँदैछ यहाँबाट। है ल हाने, कतिको खतरा रहेछ क्या, डराएको च्या पछाडिबाट। ओइ कसले पछाडिबाट हान्नु सक्छ, त्यो खतरा है। केटालाई मस्त उकास्नु परेन यहाँनिर। ओ ल छिटो ल त्यहाँदेखि हाने, पछाडिबाट पछाडि उल्टी हाने, उल्टी हाने। मुस्कानले हाने अब ल। टाक्लु त हान्नु अब, हान्न। हामी सानो हुँदाखेरि उनीहरूको उमेरमा हामीले पनि हान्थ्यौँ, योभन्दा अग्लो ठाउँबाट हानिन्छ क्या उल्टी। अहिले पनि हानिन्छ। मैले चाहिँ प्लस भुइँमा पनि स्टन गर्थेँ क्या पहिला चाहिँ, तर अहिले चाहिँ अलिकति जिउ मोटो भयो, शरीर मोटो भयो, सकिँदैन थियो। पहिला म 9-10 पढ्दाखेरि चाहिँ यति लुते थिएँ नि, मेरो नामै लुते थियो क्या। त्यतिखेर चाहिँ म स्टन गर्दै, अनि स्टन गर्दाखेरि मबाट पनि केही सिकेको थियो क्या। केटाहरूले तैँले स्टन गरेको देखेर हामीले पनि स्टन गरेको भन्थ्यो क्या। पहिला चाहिँ म खतै स्टन गर्थेँ क्या साथीहरू, उल्टी सुल्टी त मलाई केही लाग्दैन थियो। अहिले पो बुढो भएछ के भएछ होइन,
अहिले यो फुच्चीहरू भन्दा अलिक ठुलै थिए त्यतिखेर त तैपनि हामी पनि यत्रै उमेरमा हो क्या यसरी खोलातिर पौडी खेल्न आएको होइन अनि जस्ट मजा लाग्थ्यो क्या त्यो भाइब दिइरहेको छन् केटाकेटीहरूले होइन ओइ स्टार नहान्ने स्टार नहान्ने र खोलाको मेन एउटा रिजन चाहिँ कस्तो थियो भने गहिरो धमा चाहिँ हामी डुम खेल्थ्यौँ क्या पानी मुनि डुम खेल्थ्यौँ त्यो भनेको कस्तो भन्दाखेरि चाहिँ एक अर्कालाई होइन मुनि 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 गएर छुनु पर्ने त्यो चाहिँ माउ हुन्थ्यो अनि त्यसरी हामी कति धेरै खोला चाहिँ दहभित्र टक्करी खेल्थ्यौँ भनौँ न होइन ए लास मजा आउँथ्यो यार कसम भनेको ए केटा स्टार्ट नै खा छिटो यहाँ गोरु जुत्नु थाल्यो यार अब फेरि आमा कालोलाई फरक छ त हो यहाँ खतरा गोरु जुत्दै हुँदैछ यार लचा लप्सी गर्ने लग्यो तेरो गोरुलाई Arjun चाहिँ मेदैन क्या ना अनि त्यता कानाले निको छ टक्सिलाई चल कसको गोरुले गाडेको क्या अनि अहिले के छ ताउ पछि बान्छ या बिचारा एउटा धेरै छ नि अब गाडा बिचारा छ नि यहाँ दुईटा गोरु एउटा गोरु चाहिँ ननै खतरा मार्छ लिएर तू बसेस मान दियो यार Oh, yeah. सो साथीहरु आजको भिडियो चाहिँ एकदमै बवाल बन्यो है अनि एकदमै रमाइलो पनि भयो हैन सो धेरै दिन पछाडी भिडियो गरेर पनि होला माया गर्नु होला सपोर्ट गर्नु होला च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु होला तपाईको एक सब्स्क्राइब हामीलाई एकदमै हौसला फुल हुनेछ है र यस्तै खतरा खतरा भिडियो ल्याउने कोसिस गर्नेछु हैन आज चाहिँ अब कन्टेन्ट बिना यतिकै मैले चाहिँ भिडियो बनाउँछु भनेर आएको पनि हैन तर हिँड्दै जाँदाखेरि गर्दै जाँदाखेरि आफसेस खतरा कन्टेन्ट निस्क्यो क्या सो साथी हो त्यही नै हो माया गरिदिनु च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु होला भन्दै अब हामी नेक्स्ट भिडियोमै भेटौँ ल।